हेलो गाइजहरू, नमस्ते नमस्कार सम्पूर्णमा। तपाईँहरू माझ सानो दृश्य लिएर आइसकेको छु। तपाईँहरूलाई सानो दृश्य देखाउन गइराखेको छु। मेरो पुर्खाहरू यहीँबाट संसार छरिएको थिए। मेरो चेप्चु बाजे, मेरो बाजे र मेरो बाउ पुर्खाहरूको चाहिँ यो घर हो र मेरो बाल्यकाल पनि यहीँ नै बितेको थियो। हेर्नुहोस् त, उकाली उडाली झारी बुट्यान, हेर्नुहोस् यो मेरो गाउँघर हो। सुन्दर मेरो दृश्य गाउँघर तपाईँहरूले देखाउन गइराखेको छु। यहाँ प्रशस्त झाडी बुट्यान र जडीबुटीहरू पाउँछ। जसले चिन्छ उसले फाइदा गर्छ। यस्तो सुन्दर पहाडहरू देखाउँदै गर्दाखेरि तपाईँहरूको मनमा कता चस्स छुयो होला भन्ने जहाँसम्म मैले आशा गरेको छु र आज सुन्दर दृश्यहरू देखाउन तपाईँहरूलाई गइरहेको छु। मेरो गाउँघर कतिले मन पराइदिनुहुन्छ, मन पराइदिनु हुने सम्पूर्ण व्यक्तिहरूले चाहिँ मुनिबाट लाइक कमेन्ट सेयर गरिदिनु होला भन्ने आशा पनि तपाईँहरू माझ राखेको छु। र आज सुन्दर दृश्यहरू सँगसँगै हामी चाहिँ रमाउँदै हेर्नुपर्ने हुन्छ। संसारको सुन्दर दृश्यहरू घरमा बसेर पनि हेर्न पाइन्छ। तर हेर्नुहोस् त, तपाईँहरू लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गर्नु कहिले पनि नबिर्सिनु होला। किनभने यस्तो सुन्दर दृश्यहरू किन घरमै बसेर हेर्न पाइयो नि त। यस्तो पहाडहरू, कतिलाई त यस्तो पहाडहरू थाहा छैन होला। ठुला ठुला राजमहलमा दरबारमा हुर्किएका छन् आजभोलिका होइन सम्पूर्ण व्यक्तिहरू। किन म चाहिँ सानो एउटा झुपडीमा हुर्किएको भएर मलाई यही गाउँघर नै मनपर्छ। यस्तो सुन्दर दृश्य लाग्छ जुन मेरो यो गाउँघर। हेर्नुहोस् त, यता के चाहिँ पाउँदैन, नुन खानेदेखि सुन खानेदेखि सबै खाने हिरा खानेसम्म पाउँछ। तर यहाँभित्र चाहिँ पत्ता लगाउनुपर्छ। झाडी बुट्यान जडीबुटी हरेक कुराहरू छन् त होइन। लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला प्लिज।